हेलो हजुर नमस्कार। हामी अहिले यहाँ बल्टकसारमा गाडी लोड गरिरहेको अवस्था। कफी कतिको रुचाउनुहुन्छ हजुरहरूले? म त धेरै नै रुचाउँछु कफी। यो हामीले अहिले गाडी लोड गरेका छौँ। भाइहरूले लेबर भाइहरूले ड्याङ लोड गरिदिइराख्नु भयो गाडी। यो गाडी लोड गरेर हामी गुल्मी टु पाल्पा पुर्याउने हो। यो सामान पाल्पा पुर्याएपछि त्यहाँ कलेक्सन हुन्छ। फेरि त्यहाँ कलेक्सन भइसकेपछि यो फेरि काठमाडौँमा गएर फेरि कलेक्सन हुन्छ। त्यसपछि त्यहाँबाट उता कता जान्छ त थाहा भएन। हामी अहिले यहाँ बल्टकसारमा गाडी लोड गरेको अवस्था हेर्न सक्नुहुन्छ। गोदामबाट गाडीमा लाँदै बोराका बोरा कफी कलेक्सन हो। यहाँ बल्टकसारको माथि अफिस छ। यो अफिसमा कलेक्सन हुन्छ यहाँ बल्टकसारमा। हामी गुल्मीको बल्टकसार भन्ने ठाउँबाट छोटो मिठो भिडियो लिएर उपस्थित भएको अवस्था हेर्न सक्नुहुन्छ हजुरहरूले। अब राम्रो लागे राम्रो भन्नु होला, लाइक कमेन्ट यताउता के गर्नुपर्छ गर्नु होला। अहिलेलाई यति भन्दै अब हामी यहाँ गाडी लोड भइरहेको अवस्थामा अब गाडी लगभग अब भर्दै गइरहेको अवस्था छ। अब यहाँदेखि हामी छुट्ने छौँ। हस्त नमस्कार। कफी गुल्मीको कफी कलेक्सन भएर यहाँबाट जान्छ। अहिले काठमाडौँ जान पाइएन। बर्बाद तिमीले बोरो बगेको हालिदिन्छ भनेर यस्तो यो हेर्छन् कि यो भिडियो के भिडियो खेल्ने मुद्दैनस् कहाँ यो मुद्दैनस् कल देख्छ नि आर्के